हेलो गाइस, आज चाहिँ होइन आज पनि यसो जान आँटेको जोलङ्गी पुलतिर। वेलकम ब्याक टु माई मिनी ब्लग। अनि म चाहिँ फेरि आइसकेको नयाँ भिडियो लिएर तपाईँहरूको लागि। त्यो साथमा दाइ र भान्जा हुनुहुन्छ एउटा ह्याकर तरिकाले होइन। लुक एट दिस भ्यू गाइसहरु वहाँबाट बबल बल तरिकाले फलिरहेको छ होइन। जे अलरेडी मैले भनिसकेको छु होइन। धनकुटाको आँप र के भन्छ टमाटर बवाल तरिकाले फलिरहेको छ। कन्ट्याक्ट गर्नु होला मलाई चाहिँ होइन गाइसहरु। यो चाहिँ आँप एउटा टक्क चोरेर खाइदिएको यसो कम यहाँको आँप छोडेर कति देखाउनु बोट यस गाइजहरू होइन। फाइनली यो पुल हामी आइसक्यौँ होइन। यस्तो यो लामो तर यहाँ उहाँसम्म छ। हामी चाहिँ यहाँदेखि कहाँदेखि आइपुग्यौँ। अब हामी जानेछौँ पारीसम्म। त्यहाँ लिएर आउँछन् बाख्रा। यो तरिकामा होइन हामी चाहिँ हिँडिरहेको छौँ। पुरा हल्लिरहेछ। लास्टै गर्मीले छ क्या, तर गर्मी चाहिँ ओभर रहेछ यहाँ ठाउँ चाहिँ। अब चाहिँ यो उतातिर चाहिँ अलिकति चिसो होला जस्तो भइरहेछ। ब्लग गाइजर ब्लग दामी छ हेर्नु, दामी दामी भ्यू दामी। यो कति लामो छ लम्बाइ? लचक लचक भइरहेछ होइन। लचक लचक तिम्रो कम्मर बाँधी हिँडु चाहिँ लाग्ने त्यही तरिकाले हो। जोलङ्गी पुल चाहिँ हल्लिरहेछ। ढुङ्गा नि कत्रो कत्रो छ ढुङ्गा आम्मा। यहाँ चाहिँ गुफा छ होइन। गाइजहरू भूत आउनु सक्छ, भूत कराइसक्यो। यहाँ भूत आउनु सक्छ होइन गाइजहरू। अलिक डरमर्दो ठाउँ छ यहाँ चाहिँ। राति उति हिँड्यो भने चाहिँ लास्ट डरमर्दो ठाउँ छ। भूत आउने सम्भावना छ। यी गुफाहरू छ यस्तोरी। यहाँ तर्साउँछ पनि अरे यस्तो खतरा तरिकाले। यस्तो डेन्जर छ बाटो। अब चाहिँ हामी खोलामा टक्क आइसक्यौँ होइन। अब चाहिँ ढुङ्गामा बसेर यस्तो राम्रो राम्रो यस्तो सिनेमेटिक क्लिपहरू खिच्दै सोच गरिरहेको छुइनँ। हेरेर क्या लाग्छ। घाम पनि डुब्न लागिसक्यो आम्मा। ढुङ्गा अनि हामी चाहिँ टक्क लाएर यहाँ चाहिँ मैले चाहिँ होइन सिनेमेटिक भिडियो बनाएको। यस्तो तरिकाले हात सर्टहरू मिलाएर टक्कसँग साइड लुक्स कभर मिलाउँदै उता साइडमा चाहिँ भान्जाहरू भिडियो पुरो हानिरहेका छन्। त्यही हो।